नयाँ प्रधानमन्त्रीजीलाई श्रद्धेय सभामुखजी मार्फत म ध्यान आकर्षण गराउन चाहन्छु। जाँचबुझ आयोगको प्रतिवेदन स्वयं सरकारले सार्वजनिक गर्ने कि सरकारले पनि गोरखापत्र पढ्ने प्रधानमन्त्रीज्यू? मेरो अनुहार कोलबेडाको हेर्दै थिच्न मन लाग्छ। यो जादुमय विजयका लागि बाह्य दृष्टिले कसले निर्णायक भूमिका निर्वाह गरे? असंख्य तथ्यहरूले के स्पष्ट गर्दछन् भने अदृश्य शक्तिहरू, टिओबी, एआई, अल्गोरिदम, गोएबल्सहरू जसले राष्ट्रियता, शान्ति र समृद्धिका नायकहरूलाई हिन्दू बुद्ध किराँत सहितको वैदिक सनातन हिन्दू अधिराज्य नेपालको संविधानको तपाईको धारा 4 धर्म निरपेक्षता होइन धर्म सापेक्षता नेपाल गरियोस्, हिन्दू अधिराज्य घोषणा गरियोस्। यही अपिल गर्न चाहन्छु। सम्माननीय सभामुखजी, म अब जम्मा 30 सेकेन्डदेखि 50 सेकेन्ड 60 सेकेन्ड भनौँ सम्मानज्यू। मान्य सदस्यहरू, अब म माननीय गृहमन्त्री सुदन गुरुङलाई दोस्रो संशोधन अध्यादेश 2082 पेश गर्न अनुमति दिन्छु। माननीय मन्त्रीजी। सम्माननीय सभामुख महोदयले मेरो समर्थन छ। यस सभाका माननीय सदस्य डोल प्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भनी राख्नुभएको प्रस्तावमा समर्थन गर्न चाहन्छु। धन्यवाद। जसरी गर्भ खेर जाँदा आमालाई पीडा हुन्छ, त्योभन्दा बढी दर्द मत खेर जाँदा मतदाताहरूलाई हुने रहेछ भन्ने कुरा उहाँहरूले विगतमा खेर गएको मतका लागि प्रकट गर्नुभएको रोषबाट सम्माननीय सभामुख महोदय, संसद र सरकारमा आज जे परिवर्तन देखिएको छ यो युवा आन्दोलनको देन हो। तर आन्दोलनको शहीद परिवार होस् या घाइतेहरू या सम्माननीय सभामुख महोदय, यस गरिमामय संसद संविधान र सदनका नियम नियमावलीहरूले मात्र टिकेको बाजे गदे हाथ लिया करो। एक नजर बस्यो लुकी छिपी हेरी दिन। उस दिन मैंने कीर्ति को पहली बार देखा। लाइफ के अगले 60 साल इसके साथ क्लोजअप में बिताना चाहता हूं, पर साथ ही इसे वाइड एंगल में भी देखना चाहता हूं। अब सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहलाई संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सम्माननीय राष्ट्रपति महोदयबाट गरिएको सम्बोधनको प्रति टेबुल गर्न अनुमति दिन्छु। मधेसी धरती पुत्रको 2/3 भन्दा बढीको प्रधानमन्त्री पाएको हुनाले म ती बहिनीप्रति म धन्यवाद दिन चाहन्छु। हाम्रो माननीय रुबी कुमारी ठाकुरज्यूलाई रुबी बहिनी पनि भनेर यहाँनिर सम्बोधन गरेको मैले देखेँ। त्यो शब्दलाई खारेज गरियोस्। यहाँ कोही कसैको बहिनी, कोही नातिनी होइन, कोही बाजे, कोही मामा भान्जा भन्ने हिसाबले हामी यहाँ बोल्नु हुँदैन।
छुचो थुथुन्न जे पाए त्यही बोल्छ हजुर म पनि हजुरहरुकै मुन्छे हुँ है जल्ददेखि आइज भन्नुहुन्छ आम्छु राष्ट्रवादी किता र विदेशबाट आयादित व्यवस्थाको किता क्लियर गर्ने भए हुनाले फिर्ता नलिने कुन उद्देश्य प्राप्तिका लागि हतियारबद्ध टिओबीहरू 23-24 गते तिलस्मी रूपमा माननीय सदस्य श्रद्धा कुँवर समय 3 मिनेट सभामुख महोदय यहाँ सदनमा उभिएकी छु र आफूलाई अत्यन्त जिम्मेवार महसुस गरेकी छु उक्त आन्दोलन तथा विभिन्न कालखण्डमा देश र जनताको लागि जीवन गुमाउनु हुने सम्पूर्ण शहीदहरूप्रति जेन्जी आन्दोलनपछि भएको निर्वाचनबाट अघिल्लो शपथ ग्रहणको दिन पनि हामी 12 मिनेट 46 सेकेन्ड ढिलो थियौँ भने आज 16 मिनेट 55 सेकेन्ड हामी ढिलो भएका छौँ होइन होला के हो माननीय महावीर पुन समय 5 मिनट सर्वप्रथम त म एउटा अचम्मको सांसदको रूपमा यहाँ आएको छु किनभने म फरक छु बोल्ने तरिका पनि फरक छ काम गर्ने तरिका पनि फरक छ सबै कुरा म प्राय सबैसँग मिल्दैन राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्ण युवा भाइ बहिनीहरूलाई नेपालको इतिहासबाट एउटा अत्यन्तै महत्त्वपूर्ण पाठ सिक्नुहोस् भन्ने अनुरोध गर्न चाहन्छु विद्यालय कलेज र विश्वविद्यालयहरूमा विशुद्ध शैक्षिक वातावरण बनाउन प्रयास गरेको थिएँ त्यसको लागि 3वटा विधेयकको मस्यौदा बनाएर अध्यादेश ल्याउन र 4वटा नियमावलीहरू ल्याउन प्रयास गरेको थिएँ सभामुख महोदय जुन भूतले कमरेड ओलीलाई छलेको थियो त्यही भूत आज कमरेड बादललाई पनि छलेको देखिन्छ त्यसैले म सरकारसँग जोरदार माग गर्दछु एउटा भूत झार्ने झाँक्रीको व्यवस्था गरियोस् किनकि आज जुन अपराधी कारागारको ढोकाभित्र हुनुपर्ने थियो त्यो हस्पिटलको बेडमा छ बालन विदेशी छ कुन देशको एजेन्ट विदेशी एजेन्ट यति बुझ्नु सबै स्वदेशी होइन स्वदेशी होइन ठोक्कै दिन्छु ल यहाँ नेपाली कागज ल्याउनु 10 तपाईँको ठ्याप्सिङ लगाइदिन्छु दाहिने मात्रै परेन देब्रे पनि लगाइदिन्छु हामीले यसरी पुरा गर्दैछौँ यो विधि पुरा गर्दाखेरि एकले अर्काले आक्षेप लाउनु पर्ने त्यो अस्ति हामी चुनेर आउँदाखेरि जे गर्यौँ अब त्यो सक्यो त्यो नगरौँ यहाँ एकदम इन्होंने वक्त बदल दिया जज्बात बदल दिए जिंदगी बदल दी ओ भाई मारो मुझे मारो मारो मुझे मारो मारो नहीं ये मजाक हो रहा है एक सेकंड यार मजाक हो रहा है सत्ता का खेल तो चलेगा सरकारें आएंगी जाएंगी पार्टियां बनेगी बिगड़ेंगी मगर ये देश रहना चाहिए इस देश का लोकतंत्र अमर रहना चाहिए सम्माननीय सभामुख महोदय सत्ताको खेल त चलिरहन्छ सरकारहरू आउँछन् जान्छन् यो कुनै नौलो कुरो होइन पार्टीहरू बन्छन् र भत्किन्छन् यो पनि नौलो कुरो होइन तर देश रहनुपर्छ अनुशासन रहनुपर्छ यो मुलुकको चन्द्र सूर्य चम्किरहनुपर्छ यो देशको राष्ट्रियता र राष्ट्रवाद अमर रहिरहनुपर्छ कंग्रेचुलेसन ग्रेट सक्सेसफुल पर्सन सदियौँदेखि एउटा भाइरस छ त्यो भाइरसबाट बच्न चाहन्छु बच्नुहोस् भन्ने अनुरोध गर्न चाहन्छु त्यो भाइरस भनेको के हो भने नातावाद कृपावाद चाप्लुसीवाद र चाकरीवाद यो चाहिँ भाइरसै हो विज्ञान प्रविधि भनेको के हो अनुसन्धान नवप्रवर्तन कसरी हुन्छ भन्ने तपाईँहरूलाई थाहा छैन भने म चाहिँ यो संसदमा चाहिँ 1 घन्टाको भाषण दिन सक्छु त्यसैले यो कुराहरूमा पनि ख्याल राख्नु होला भन्ने मेरो अनुरोध छ यदि मभन्दा उपयुक्त मान्छे युवा छ भने उहाँलाई ठाउँ दिउँ हामी ठाउँ छोड्ने बानी बनाऊ यो होइन कि एउटा खुट्टा हारजीघाटमा अर्को खुट्टा संसदमा र क्याबिनेटमा जुन प्रवृत्ति छ त्यसलाई हामी अन्त गरौँ